नमस्ते शिवारू आधुनिक दर्शकबिन तथा श्रोताहरू। प्रसङ्ग फरक फरक हुन्छ र कुनै पनि समाचारको लागि होस् या विषयवस्तुको लागि स्रोत भनेको नजिकै हुन्छ र स्रोत भनेको फरकै हुन्छ। भन्नुको तात्पर्य हाम्रो पहाडी ठाउँमा पहाडी इलाकातिर अत्याधिक हावा चल्यो भने र पानी पर्यो भने विद्युतको समस्या आउँछ, विद्युत ठप्प बन्द हुन्छ। तर झट्ट बुझ्दाखेरि यसरी बन्द गर्नु भनेको मानवीय क्षति नहोस्, मानवमा नोक्सान नहोस् भन्न र जनावरहरूमा क्षति नहोस्, जीवजन्तुहरूमा नोक्सान नहोस् भन्नको लागि पक्कै पनि हो। तर आश्चर्य कहाँ लाग्छ भनेदेखि पानी पर्न साथ, हावाहुरी चल्न साथ विद्युत ठप्प नै भइहाल्छ। तर सम्म परेको ठाउँमा भने त्यति साह्रै विद्युतमा समस्या आउँदैन जस्तो लाग्छ मलाई। र भन्नुपर्दाखेरि परदेश ठाउँमा भने जमिनमुनि गाडीको हुन्छ तार, त्यही भएर त्यो क्षेत्रमा त्यो देशहरूमा भने पानी पर्दा होस् या हुरी बतास चल्दा पनि त्यहाँनिर कुनै विद्युतमा असर र कुनै नोक्सान पनि पुर्याएको देखिँदैन। त्यसैले गर्दाखेरि आदरणीय दर्शकवृन्द तथा श्रोताहरू, हाम्रो पहाडी इलाकामा हेर्नुहोस् एकदमै हावा चलिरहेछ, सुन्नुभयो होला। हावाले गर्दाखेरि हावा चल्दाखेरि अहिले विद्युत ठप्प बन्द भएको छ। यो बेलामा यदि तपाईँहरू कसैले घर बनाउँदै हुनुहुन्छ भने, मिस्त्री लाउँदै हुनुहुन्छ भने अहिलेको आधुनिक यो हतियारबाट, आधुनिक मेसिनबाट मिस्त्रीहरूले घर निर्माण गर्दै हुनुहुन्छ। त्यो बेलामा पक्कै असर पुर्याउँछ। र यदि तपाईँहरूको कल कारखाना होस् या अबचर तपाईँहरूले कुनै कार्यालयमा फोटोकपी गर्नु परेमा या तपाईँहरूको फोटो खिच्नु परेमा पक्कै पनि यो प्राकृतिक अथवा यो हावाहुरीले असर पुर्याउँछ। त्यो बेलामा म मात्र होइन, धेरै साथीहरू पक्कै पनि निराश बनाउन सक्छ। तर जे होस्, प्राकृतिकसँग हामी सक्दै सक्दैनौँ, प्राकृतिकसँग हामी हार्नै पर्छ भन्दै यो एउटा हावाहुरी अनि पानी पर्दाको समयमा विद्युतबाट हामी अलिक निराश भएको कुरोलाई एक शब्द सानो कन्टेन्ट बनाउन चाहे। पक्कै पनि अनर्थ नसम्झिदिनु होला भन्दै तपाईँहरूसँग छुट्टिन चाहन्छु। नमस्कार, शिवारू, जय नेपाल।